तस्करी भएका मान्छे पुर्याउन जापान पुग्ने एमालेका सांसद तथा तत्कालीन प्रदेश मन्त्री लीलावल्लभ अधिकारी, सहकारीको करोडौं अपचलनमा जोडिएका कांग्रेस उपसभापति तथा सांसद धनराज गुरुङ, बाँसबारी जग्गा प्रकरणमा सांसद विनोद चौधरी, भिजिल भिजा प्रकरणमा गृहमन्त्री रमेश लेखक, सहकारी प्रकरणमा कांग्रेस सांसद माया राई, एमालेका सांसद तथा लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जली कोइराला, एमालेका नेता राजीव पहाडी, टेरामक्स प्रकरणमा कांग्रेस सांसद तथा पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, एमाले सांसद गोकुल बास्कोटा, किशोरीलाई घरेलु कामदार बनाएको विषयमा एमाले प्रदेश सांसद रेखा शर्मा, जुठानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँड, इट्टा भट्टामा मान्छे पोलेको अपराधमा कांग्रेसका पूर्व मन्त्री समेत रहेका अफ्ताब आलम, साइबर क्राइमको मुद्दामा एमालेका केन्द्रीय सदस्य ऐन महर, घरमा काम गर्न बसेकी किशोरी बलात्कार मुद्दामा झापाको बिर्तामोड नगरपालिकाका पूर्व मेयर तथा एमाले नेता ध्रुव बहादुर शिवाकोटी, पोखराको लिचीबोर्ड जग्गा प्रकरणमा एमालेका सांसद तथा पूर्व मन्त्री राजकुमार गुप्ता, मन्त्री समेत रहेका एमाले नेता बलराम अधिकारी। माथि उल्लेखित व्यक्ति कांग्रेस र एमालेका नेता तथा कार्यकर्ता हुन्, जसमध्ये कोहीमाथि लागेको आरोपमा अनुसन्धान नै गरिएको छैन, कोहीलाई अनुसन्धान गरेर मुद्दा नचलाउने निर्णय गरिएको छ, कोहीलाई पक्राउ गरिए पनि एक दिन पनि हिरासत राखिएको छैन, कोहीलाई अदालतको आदेशपछि पनि एक दिन पनि कारागार राखिएको छैन, कोहीलाई सरकारवादी मुद्दामा पुनरावेदन नै गरिएको छैन भने कोहीलाई पक्राउ गरेको दिन नै हाजिरी जमानीमा छाडिएको छ, कतिलाई त अदालतलाई नै प्रभावित पारेर उन्मुक्ति दिलाइएको संकेत समेत भेटिएका छन्। तर उनीहरू जस्तै मुद्दामा अझ एउटै मुद्दामा पक्राउ परेका विपक्षी दलका नेता कार्यकर्तालाई भने खोजी खोजी मुद्दा अभियोजन गरिएको छ, थुनिएको छ।